ठिक छ आर्मी हो नि त बुद्धि लाउँछ चाट चाहिँ लास्ट मिठो थियो है माइजू अनार सनार हालेको चाट त कस्तो मिठो थियो है मिठो थियो है चाट हालेको ए अनार पनि दही पनि हाम्रो यो ग्रुप ए हाम्रो यो रहेछ मम्मी यता हेर्नु गर्मी भयो जङ्गल सफारी हेरेर आएर हेर्न पोज मम्मीको पोज ल चढ्नु यता चढ्नु मम्मीलाई त पसिनै आएछ बाबु पछाडि बस अरे बनाउँदैछु ल चढ्नु मम्मी अगाडि बस्ने मम्मी बाहिर बसेको राम्रो मम्मी हेर्नै पाउँदैन सफारी ल चढ्नु म यही भिडियो खिच्दैछु म आठ छ चार जना बस्ने हो त अटिहाल्छ नि बच्चाहरू काखमा राख्नुपर्छ यता बस्नु नि एकजना अझै म छु बाँकी बच्चालाई काखमा लिनु पर्यो त्यहाँ अट्छ त बाबु यहाँ गर्मी एक किसिममा गर्मी भएर भर्खर हाम्रो गाडी झड्यो सफारीको गाडी रेडी भयो माइजूहरू गरौँ कि हामी बालाजु कति शीतल भयो है शीतल भयो यहाँ कस्तो गर्मी हामीलाई त कस्तो गाह्रो भयो सबैलाई पसिना खायो जाडो महिनामा पनि चिताउनु गर्मी भन्दै डुङ्गा पनि चढ्नु पायो है डुङ्गा नि चढेको बोल्न पाइन्छ कि कुनै बेला धेरैजना अब देखिन्छ कुनै बेला केही देखिन्छ भाइ धेरैजना भने धेरैजना अब जनावर हेर्ने क्या भाग्यमा छन् देखिन्छ यो त जङ्गलको उनीहरू सुरले आउँदा देख्ने हो यता हेर भाइ बहिनीहरू यता हेर अरे खानामा राखेको छ नि त पैसा तिरेर यहाँ त दिपिका उनीहरू सुरले आउने हो कि पेन दिपिकाले यता त गर्मीको लुगा लगाएर आउनु पर्ने रहेछ जाडो गर्मी भएर अहिले जाडो भइहाल्छ गर्मी भएर होला अहिले त गाडीमा चढ्न